सिसा अलिक सानो पर्यो क्या, नअट्ने भयो। यसलाई भोलि अर्को सिसामा ठुलो सिसा ल्याएर गरौँला। अहिलेलाई चाहिँ बिटरुटलाई मात्रै हालौँ। बिटरुटसँग मैले चाहिँ फ्लेभरको लागि लसुन, अदुवा है, टिमुर र दालचिनी, एउटा दालचिनीको चाहिँ टुक्रा हाल्दै छु यसमा। त्यो चाहिँ सेन्टको लागि है। अब यसमा चाहिँ हामीले के गर्छौँ त, नुन र पानी। नुन फेरि त्यो आयोडिनवाला नुन चाहिँ होइन, आयो नुन चाहिँ नहाल्नु होला है, नत्र बिग्रिन्छ। हामीलाई चाहियो हिमालयन पिङ्क सल्ट, जुन चाहिँ नापेर चाहिँ नुन हाल्नुपर्छ है। जस्तो 100 ग्राम सब्जीमा चाहिँ 4 ग्राम नुन हाल्नु पर्यो। तर चाहिँ म वेट ननापिकन हाल्छु, अन्दाजी नेपाली पाराले। फिल्टरको पानी नतताइकन युज गर्दा हुन्छ, अथवा तताएर त्यसलाई सेलाउन दिने अनि युज गर्ने। अब यसमा हामीले चाहिँ अन्दाजी चाहिँ तपाईँलाई 5-7 ग्राम नुन हालेर अब यसलाई मजाले पहिले घोल्ने। नुनले के गर्छ त, अरू ब्याक्टेरियाहरू पलाउन दिँदैन है। नुनले हाम्रो अचारलाई चाहिँ प्रिजर्भ गरेर राखिदिन्छ र जुन अचारमा आउनुपर्ने बिटको जुन क्रन्चीनेस छ त्यसलाई चाहिँ यसले बरकरार राख्छ यो नुनले। नुन टेस्ट गर्दा कस्तो छ यो, कतिको नुन लाग्यो न? ठिक छ, कम छ? कम छ भने अझै हालिदिँदैछु। लाग्यो? त्यसको लागि मैले खतरा अचार बनाउँदैछु। ए चुकन्दरको अचार गरौँ त हामी। त्यो बिटरुटलाई मजाले लेयर गर्दै टक्क अलिक खाँदै हाल्नुपर्छ। यसमा अट्छ त यार काँक्रो पनि अलिअलि। एउटा त हालिदिन्छु माथिबाट। के गरिस् रे तैँले? ब्याक्टेरिया पलाउँदैन यसमा जुन ब्याक्टेरिया हुन्छ नि, ल्याक्टोबेसिलस ब्याक्टेरिया पलाउँछ क्या। त्यसले के गर्छ? हाम्रो पेटभित्र जुन ब्याक्टेरिया हुन्छ नि खाना पचाउनलाई, हो त्यही ब्याक्टेरिया हो ल्याक्टोबेसिलस। त्यो ब्याक्टेरियाले यसमा ल्याक्टिक एसिड बनाइदिन्छ। बाहिरबाट होइन, जुन यो नेचुरल्ली यो सागसब्जी तरकारीहरूमा भएको ब्याक्टेरिया हो। यो केमिकल भएको तरकारीबाट आउँछ र? धोको छ नि त। केमिकल कहाँ हुन्छ तरकारीमा, लागेको छ केमिकल। यसलाई राम्ररी अर्ग्यानिक तरिकाले धुने हो है, जथाभावी अरूको उसबाट किनेर ल्याउने होइन, आफ्नो खेतबारीको चाहिँ युज गर्ने हो। अचेलको मान्छेलाई त कोरी लाग्छ खेतबारीमा काम गर्नु, कसरी आफ्नो खेतबारी राम्रो खानु पर्यो भने बिना केमिकलवाला खानु पर्यो भने बनाउनु चाहिँ उब्जाउनु पर्यो। किनेर खायो भने त केमिकलवाला त खानुपर्छ। काँक्रा पनि हाल्दैन? काँक्रा हाल्दैन, सानो सानो पिस गरेर हाल्नु हुँदैन। नदिनु पानी भयो ए ल पुरै छोप्नुपर्छ, नत्र बाहिरबाट बाहिरको ब्याक्टेरिया छिर्छ नि त। नुनले के गर्छ, अरू बाहिरी ब्याक्टेरियाहरूलाई मारिदिन्छ है, र जुन ल्याक्टोबेसिलस हुन्छ त्यसलाई पानीभित्र मल्टिप्लाई हुन दिन्छ। त्यो पलाउँछ पुरै त्यो ब्याक्टेरिया। त्यो पलाएको ब्याक्टेरियाको ब्रथ चाहिँ यस्तो हुन्छ, यहाँ यस्तो हुन्छ क्या। यो सबै ल्याक्टिक एसिड हो है। यो एक दुई चम्चा यो पानी खायो भने पनि पाचन शक्ति चाहिँ बढ्छ, पेटको इम्युनिटी सिस्टम चाहिँ दह्रो हुन्छ क्या। मलाई खुवाइदिनु न, मेरो पेट बिग्रिरहन्छ। खा नि त, तँलाई अघि दिएकै हो त, त्यो अचारसँगै खाँदा भइहाल्यो नि। हल्का नुन हाल, अमिलो मरिहाल्छ। अब यसलाई चाहिँ मजाले एउटा वेट राखेर प्याक गरिदिने, अनि 3 दिन 5 दिनपछि चाहिँ यो रेडी भइहाल्छ। जेनरली 3 दिनमा खाने योग्य भइहाल्छ, तर बिटरुट चाहिँ अलिक कडा भएको कारणले 5 दिनसम्म छोड्नु है।